चाहिँ नभन्नु होला है। ताली सबैजनाले जोरले पड्काइदिनुहोस् त। खेलाले दाइ अब जानियो, तर जान्नु अगाडि अलिकति हावालाई छेक्ने के त्यही जाने, अलिकति हावालाई छेकिदिने हो दाइ। म अलिकति हावालाई छेकिदिन्छु रे दाइ। अलिकति यता यताबाट हावा छ, यताको चाहिँ अलिकति खुल्ला छोडिदिनु। अलिकति यता यता आइदिनु न भाइ, अलिकति यता यता आइदिनुहोस् है। अलिकति यता आइदिनुहोस्, उता चाहिँ खुल्ला छोड, यता चाहिँ अलिकति यताबाट आउने हावा चाहिँ छेकिदिनुहोस् न है। खेलाले भाइ अब जानियो, अब जानियो। नमस्ते नले बान्यो दाइ। आम्मामा यहाँ हेर्नुहोस् त दाइ, मर्ने गरी कसेर बानेछ वरिपरि है, बान्नुसम्म बानेछ है। खेलाले भाइ यताबाट पनि अलिकति मासतिर सर्दिनुहोस् न। यताको हावा चाहिँ छेकिदिनु होला, अलिकति सर्दिनुहोस् न यता दाजु, अलिकति सर्दिनुहोस् न यता, अलिकति यताबाट सबै सर्दिनुहोस् न। यताको हावा चाहिँ छेकिदिनुहोस्, उता चाहिँ खुल्ला छोडिदिनुहोस्, यताबाट चाहिँ अलिकति यता आइदिनु होला नि है। एउटा खेल रमाइलो सानो सहयोग पनि गरिदिनुहोस्, हावालाई चाहिँ छेकिदिनुहोस् भनेको मात्रै हो। अलिकति यता यता आइदिनुहोस् न है। ल दाइ अब ताली सबैजनाले जोरले पड्काइदिनुहोस्। तपाईँहरूले बल उडेको देख्नुभयो, यो पैसा उडाएको देख्नुभयो है। मान्छे उडाउँछु भने मान्छे उडाएको छैन भाइ। अब हेरेर हेर्नुहोस्, यो मान्छे उड्छ कि उड्दैन त्यो पनि थाहा छैन है। दाइले मर्ने गरी बानेको छु नुग्रिन्छ, यो मान्छे उड्ला जस्तो लाग्छ दाइ। उड्दैन, मर्ने चाहिँ सक्छ। यसरी बाने त हैन, दाइले बानेको कि मैले बानेको? मैले तपाईँले बानेको भन्नु न। अहिले त तपाईँले बान्यो होइन, मरे पनि म दाइलाई छोड्दिनँ। बाने होइन त मेरो मान्छे हो र यो। यसो भए दाइ सुन्नु, यो दाइलाई बान्यो वरिपरि मजाले चेक गर्नु है। आफूले बानेको गाँठो पनि मजाले चिन्नु। एकचोटि ताली सबैजनाले जोरले पड्काइदिनुहोस् त भाइ। ताली सबैजनाले जोरले पड्काइदिनुहोस्, म पठाइदिन्छु है। गाँठो चिनिराख्नु भने कि चिन्यो होइन त। अब खेलवाले दाइ गाँठो पनि चिन्यो। अब तपाईँ जानियो, जान्छ जाने जाने बेलामा तिनवटा फिल्मको गीत गाएर जाने। अलिकति सिधा बनाइदिन्छु है दाइ, अलिकति ओह्रालो छ, अलिकति सिधा बनाइदिन्छु है। मजा आएर के भन्छ, मजा आयो। त्यही भएर छिर्नु भने होइन, देख्यो कति मजा आउँदो रहेछ। अब नेक्स्ट टाइम मैले पनि मजा लिइरहेको छु, तपाईँलाई छिर्नु भने त हो नि है। खेलवाले दाइ अब जानियो, लाभो गइहाल्नु। गएर एउटा हेलिकप्टर दिनु गइहाल्छ। त्यो बन्द नगरिहाल्यो अरे त हुने। यो दाइले के भन्छ, जानले गाह्रो भयो, हेलिकप्टर चाहियो रे। हेलिकप्टर दिए जाने भन्छ दाइले। मान्छे उडेको हेर्ने कि नहेर्ने? हेर्ने। ए हेलिकप्टर कहाँ पाउँछ? एयरपोर्टमा दौडेर जानु, कुदेर लिएर आउनु। मेरो छोरा ए तपाईँको छैन, मसँग